सो हेलो गाइज स्वागत छ तपाईहरुलाई मेरो आजको मिनी ब्लगमा। म चाहिँ आज बिहान बिहानै च्वाचेको मासु पकाउँदैछु। मासु चाहिँ पाक्दैछ है, मैले भर्खर पकाउन थालेँ। मासु चाहिँ पकाउँदैछु म। मासु चाहिँ मिठो जान्छ फेरि मेरो चाहिँ च्वाचेको मासु पकाउँदै म चाहिँ। अब धेरै दिनपछि घरमा आएको थिएँ नि त, त्यही भएर च्वाचेको मासु पकाइदिनु थालेँ। यो चाहिँ मेरो आफ्नै स्टाइलमा है पकाएको चाहिँ। हाम्रो चाहिँ घरभित्र पकाउनु हुँदैन नि त, मिल्दैन, अनि बाहिरै पकाउनु थालेँ मैले चाहिँ। उताबाट चाहिँ ट्याक्कै कराइराखेको थियो बसेर हजुरआमा चाहिँ। म चाहिँ पकाउनु थालिरहेको छु। उहाँ बसेर कराइरहेको त्यत्तिकै कराई छ। मिठो मानेर खाने राम्रो भन्दा पनि पाक्दैछ नि, पाक्दैछ है मेरो चाहिँ मासु। यहाँ बबाल च्वाचेको मासु पाक्दैछ है। यहाँ चाहिँ हजुरआमाले हल्दी बेसार यति हाल्नु भइसक्यो। गाली गरी हाल्दा बेसार पनि यति जाबाल्न हाल्छु बिमुलो बुढी जाते पेन बिर्स हो या बेसार नुन पनि हाल्नुभयो। अब म चाहिँ चलाउँछु। मार्जरी ठुलो नुन अलिक टाइमै भएको छैन हाल्ने यार। हजुरआमा सबै हालेर जानुभयो। मासु चाहिँ बबाल भइसक्यो। सो मैले चाहिँ अब टमाटर प्याज हालिसकेँ। मेरो चाहिँ अब पाक्न लागिसक्यो, रेडी हुन लागिसक्यो। हजुरआमाले बोलाउँछु, अनि त्यहाँ मसला रेडी छ त्यहाँ हालेर लाउँछु, अनि पकाउँछु म अझै। रेडी अब लगभग बबाल भइसक्यो है पाकेर चाहिँ। ओ माम मसला चुरिन्छ। चुचा के चुचा कोन उठेछ थाम्दै त्यो हाल्नु न भाइ, त्यो हाल्नु तपाईँ हाल्नु हाल्नु। नुन चाहिँ लाग्छ कि लाग्दैन? लाग्छ होला। के झोल बनाउने नबनाउने? मैले नबनाउने भनेको नि त। यत्तिकै हल्का हल्का त बनाउनु पर्ला नि। बनाउन अब पानी पनि लिएर आउनु थोरै। अब तपाईँले यहाँ मसला हालेपछि त्यो मसला हाल्नु, अनि पानी लिएर आउनु हजुर। बबाल भयो है मासु चाहिँ। यो त हजुरआमा हुन्छ मसला हाल्नु भयो त्यसै त ल मसला हाल्नु अब। मैले चाहिँ मासु फाइनली पकाइसकेँ पाङ्लाई। अब चाहिँ झोल पनि हालेँ थोरै, धेरै चाहिँ हाल्यो भने मिठो हुँदैन। यत्तिको बनायो भने ठिक्क हुन्छ। पाङ्लाई छ अब चाहिँ च्वाचेको मासु।